हेलो फ्रम यो चाहिँ तिहार अगाडिको भ्लग हो होइन। हाम्रो दिनको सुरुवात चाहिँ यसरी फुल टिपेर हुन्छ। कार्यक्रम हाम्रो चाहिँ मस्त फुले छ फुल ल हेर मैले यति टिपेँ। अब यहाँ छोरीसँग कालीले बल्ल बल्ल छोरी यता 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 गोवर्धन पूजाको लागि रेडी गर्दै हुनुहुन्छ होइन। तोरण बनाउँदै हुनुहुन्छ पनातिनी छोरी र म चाहिँ धुप बनाउनु लागि यो पारिजातको फुल टिप्दैछौँ। हामीले के काम गर्दैछौँ अहिले? पारिजातको फुल यहाँनिर कति खसिरहेको छ हेर्नु न। हामी यति बनायौँ। हेरेको त यहाँ नालीमा चाहिँ एउटा सर्प रहेछ कि फुलले बनाएको सातो लाग्यो यसरी। यहाँको चाहिँ सुरु भइसकेको छ रङ्गन। यो चाहिँ कालीले बनाएको रङ्गोली। कालीले बनाएको रङ्गोली यहाँ आमा पनातिनी। अब हामी सबै सपिङ गर्न हेर भन् न यता मम्मीलाई बाई भनेर हामी यता जान्छौँ है छोरी। अटो खोज्न जाने अटो चढेर पुगेर अब सपिङ चाहिँ स्टार्ट भयो। छठले गर्दा कति भिड थियो कि बजारमा। तिहार भन्दा नि छठ। खाजा खाने ठाउँमा पनि कति प्याक बल्ल बल्ल टेबल पाएर बस्यौँ हामी चाहिँ। फाइनल्ली हाम्रो सपिङ सक्यो। हामी चाहिँ अब फर्किन लाग्यौँ घर। साँझमा त तिहारमा बत्तीहरू बाल्नै पर्यो। यसरी हामीले दियोहरू बाल्यौँ। दुइटै घरमा झिलमिल टाँगे छ। रमाइलो छ। ह्याप्पी तिहार। चाहिँ हामी जन्मेको घर यो हिलिमिली। यो चाहिँ फुच्चु। आजको लागि चाहिँ यति। अब फेरि तिहारको दिनको पनि आउँछ है। धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाई। ह्याप्पी तिहार वान्स अगेन।